नमस्कार सबै साथीहरूलाई नमस्कार। नमस्कार नमस्कार सुन्दैछु भन्नुभएको छ, यस भन्नुभएको छ, नमस्ते भन्नुभएको छ, हजुर सर भन्नुभएको छ। र सबै साथीहरूलाई फेरि पनि गुड इभिनिङ, फेरि पनि नमस्कार। हाम्रो मध्य प्रदेश लोकसेवा आयोगले चाहिँ वनरक्षकको 2082-83 को चाहिँ वार्षिक कार्यतालिका अनुसार वनरक्षकको विज्ञापन चाहिँ खुलाइसकेको कुरा यहाँहरू सम्पूर्णलाई अवगतै छ। जो साथीहरू नयाँ हुनुहुन्छ, यहाँ हामीसँग धेरै साथीहरू पहिलेदेखि जोडिने साथीहरू पनि हुनुहुन्छ, केही साथीहरू लाइभमा फेसबुक लाइभ मार्फत पनि जोडिने साथीहरू हुनुहुन्छ र धेरै साथीहरूले चाहिँ धेरै साथीहरू मसँग परिचित पनि हुनुहुन्छ। म मदन तिमल सिन्हा, यहाँहरू सबैले चिनिरहनु भएकै छ सायद, र केही साथीहरू नयाँ हुनुहुन्छ भने पनि यहाँहरूसँग चाहिँ म वनरक्षकको क्लासमा यसभन्दा अगाडि पनि र यहाँभन्दा पछाडि कन्टिन्यू प्रकृति खनाल म्याम र म चाहिँ यहाँहरूसँग जोडिँदै रहन्छौँ। रेगुलर हजुरले नै पढाउनु पर्यो भन्नुभएको छ। ठिक छ, होइन, हामी सबै के अरे टपिक्सहरू चाहिँ मिलेर प्रकृति खनाल म्याम र मैले चाहिँ गर्छौँ। त मध्य प्रदेश वनरक्षक, मैले अघि पनि भन्दैछु, मध्य प्रदेश वनरक्षकको चाहिँ मध्य प्रदेशले वनरक्षक पदको चाहिँ विज्ञापन खुलाएको कुरा यहाँहरू सम्पूर्णलाई अवगत भइसकेकै छ। जम्मा 42 वटा 42वटा सिटमा खुला र समावेशी गरेर चाहिँ 42वटा सिटमा चाहिँ विज्ञापन खुलेको छ। फेसबुक लाइभमा हुने साथीहरू पनि कृपया लिङ्क मार्फत यता जुमबाट जोडिनु भयो भनेपछि मलाई अलिक सजिलो हुन्थ्यो, यहाँहरूलाई पनि सजिलो हुन्थ्यो। स्क्रिन राम्रो देखिएको छैन भन्नुभएको छ। ठिक छ, क्लियर देखिनु भएको छैन? सबै साथीहरूको त्यही समस्या हो? एकपटक भन्नु त प्लिज, सबैको समस्या हो? हो भन्नुभएको छ। सर स्क्रिन देखिएको छैन भन्नुभएको छ। ठिक छ, ल हेर्नुहोस् है, यो खुलामा 20 मधेसी महिलामा स्क्रिन राम्रो देखिएन भन्नुभएको छ। ठिक छ, अलिकति यहाँ समस्या त आएको छ, म यहाँ समाधान गर्दैछौँ हामी। 1 मिनट है त, 1 मिनट पर्खिनु है त, 1 मिनट। साउन्डको समस्या थियो, आजबाट स्क्रिनको समस्या आयो। के छ अहिले क्लियर छ साथीहरू? भयो भयो भन्नुभएको छ, भयो छ सर भन्नुभएको छ। ल हुन्छ, सबै साथीहरूलाई धन्यवाद। हुन्छ है। ल आज मध्य प्रदेशले विज्ञापन खुलाएको कुरा यहाँले अघि नै मैले भनिसकेको छु, यहाँहरूले बुझिसक्नु भएको छ। र मध्य प्रदेशको यो पटक चाहिँ पहिलो विज्ञापन हो, यो मध्य प्रदेशको विज्ञापन नै पहिलो हो, किनभने अब विभिन्न प्रदेशहरूले वार्षिक कार्यतालिका निकाले तापनि आफ्नो वार्षिक कार्यतालिका अनुसार चाहिँ विज्ञापन गर्न अब विभिन्न कारणले विज्ञापन गर्न नसकेको कुरा पनि यहाँहरूलाई जानकारी छ। यो पटक पहिलो नै हो र मैले गण्डकीमा चाहिँ मैले आफै एकचोटि लोकसेवा आयोगमा फोन गरेर सोद्धाखेरि गण्डकीको चाहिँ आउँछ कि क्लियर छैन भन्नुभएको छ। अझै पनि क्लियर छैन? ल अब हेर्नु त, यहाँ हाम्रो खुलामा 20, मधेसी महिलामा चाहिँ 5, मधेसीमा चाहिँ 5, त्यसै गरी दलित महिलामा 2, दलितमा 2, मुस्लिममा चाहिँ मुस्लिम महिलाको कोटा चाहिँ पहिले गत साल खाली गएको छ है। 2वटा कोटा चाहिँ तपाईँको पुनः विज्ञापन हो। यो गर्दाखेरि चाहिँ म मुस्लिम महिलामा 3 भएको छ, अनि मुस्लिम, आदिवासी जनजाति महिला, आदिवासी जनजाति, थारू र आर्थिक रूपले विपन्न खसारेमा चाहिँ एक कोटा चाहिँ तपाईँको विज्ञापन भएको छ है। यसमा गण्डकीको के भन्नुभएको सर भन्नुहोस्। गण्डकीले पनि अब यो चुनाव पछाडि विज्ञापन गराउने भन्ने खालको चाहिँ कुरा एक किसिमको कुरा भएको छ है। अब यो हेरौँ, उहाँहरूको चाहिँ सेड्युल अनुसार विज्ञापन नभए पनि अब त्यो माग आएमा चाहिँ हामीले पछाडि गराउने भन्ने चाहिँ उहाँहरूले कुरा गर्नु भएको छ। मैले फोन गर्दाखेरि है, मैले आफै पनि एकचोटि बुझेको थिएँ, त्यो भएर चाहिँ मैले तपाईँहरूलाई जानकारी गराउनु लगाएँ है। अब हेर्नुहोस् है, यो विज्ञापन भइसकेको छ। अब केही साथीहरू, म आज अलिकति यो ओरिएन्टेसन जस्तो क्लास हो, ओरिएन्टेसन जस्तो भन्ने ओरिएन्टेसन क्लासै हो आज यहाँहरूको है। आज म टपिक्सको बारेमा चाहिँ डिस्कस गर्दिनँ तपाईँहरूलाई, कोसीले गर्छ भन्नुभएको छ। अब कोसीको पनि सायद अब आएन, माग आएन भन्नुभएको थियो अस्ति नै मैले कोसीमा पनि फोन गर्दाखेरि। अब माग नआएपछि त लोकसेवा आयोगले आफ्नो हिसाबले खुलाउने कुरो हुँदैन।
विभिन्न डिभिजन वन कार्यालयहरूले हैन चाहिँ अब प्रदेशभर निर्देशनालयलाई पठाएपछि निर्देशनालयले माग पठाएमा चाहिँ उनले लोकसेवा आयोगले विज्ञापन गर्ने भन्ने कुरा हुन्छ। अब निर्देशनालयहरूले डिभिजन वन कार्यालयहरूले नपठाएपछि त अब लोकसेवाले विज्ञापन गर्ने भन्ने कुरा हुन्न है। फेरि पनि सबै साथीहरू आउँदै हुनुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ केही साथीहरू। सबै साथीहरूलाई मैले स्वागत गरेँ, नमस्कार पनि भनेको छु मैले सबै साथीहरूलाई अघि नै। फेरि पनि नमस्कार छ। कर्णालीले खोज्दै खोज्दैन भन्नुभएको छ, कर्णालीको भन्नुभएको छ। अहिले तपाईँहरू यसो गर्नु न, तपाईँहरू अहिले यो प्रदेशले खुल्छ कि खुल्दैन भन्दा पनि विज्ञापन भइसकेको छ। मधेस प्रदेशको क्लास चाहिँ हामी कन्टिन्यू है। मधेस प्रदेशको क्लास चाहिँ भोलिबाट चाहिँ कोर्समै रहेर आज ओरिएन्टेसन भए पनि भोलिबाट चाहिँ हामी कोर्समा रहेर कन्टिन्यू गर्छौँ। यहाँ विज्ञापन 20वटा खुल्ला मधेसी महिला 5वटा यिनीहरू देखिराख्नु भएको छ यहाँहरूले स्क्रिनमा। यो चाहिँ विज्ञापन भइसकेको छ। त्यही कारण अब यो प्रदेशले खोल्छ कि खोल्दैन भन्दा पनि वनरक्षकको पाठ्यक्रम तपाईँको 75% भन्दा माथि पाठ्यक्रम चाहिँ सबै प्रदेशको मिल्छ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँहरूले अब यो तयारीलाई आजैबाट सुरु गर्नुहोस् न। मधेस प्रदेशले खुल्यो, अरूले खोल्छ कि खुल्दैन भन्नेतिर नलाग्नु होला। किनभने तपाईँहरूलाई एउटा कोटा चाहिएको हामीलाई होइन। तपाईँ हामीलाई चाहिँ यहाँ 300वटा कोटा खुले पनि खाने एउटै कोटामा चाहिँ जागिर हो होइन, जागिर खाने एउटै कोटामा हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँहरूले फी कति हो भन्नुभएको छ। अहिले फीको बारेमा लास्टमा म्यामले तपाईँहरूलाई भन्नुहुन्छ फी कसरी हो भनेर। अहिले फिजिकल क्लास पनि हुन्छ, नोट पठाइदिनु सर भन्नुभएको छ, नोट पनि आउँछ है। त्यो छ। फिजिकल क्लास कहिलेबाट हुन्छ सर? सायद मन्डेबाट हुन्छ भन्नुभएको छ। अहिले लास्टमा फेरि मिना म्याम आउनुहुन्छ, उहाँले यहाँहरूलाई चाहिँ फिजिकल क्लास के कहिले कसरी कुन बेला कति बजेको समयमा यो पनि भनिदिनुहुन्छ म्यामले है। अब हेर्नुहोस् है, यो छ। अनि अब थोरै चाहिँ केही साथीहरू जो साथीहरूलाई चाहिँ वनरक्षकको बारेमा चाहिँ यो पनि विज्ञापनै हो। यहाँ चाहिँ लोकसेवा आयोगको यो लोकसेवा आयोगले चाहिँ गोरखापत्रमा दिएको विज्ञापन हो है। गोरखापत्रमा प्रकाशन गरेको विज्ञापन हो, त्यही नै हो। खुल्लामा 20, मधेसी महिलामा 5, मधेसीमा 5, दलित महिलामा 2, दलितमा 2। फिजिकल क्लास कुन ठाउँमा हुन्छ भन्नुभएको छ। फिजिकल क्लास चाहिँ हाम्रो काठमाडौँको बाग बजारमा हुन्छ है। काठमाडौँको बाग बजारमा चाहिँ हाम्रो यहाँ फिजिकल क्लास भइरहेछ। यो छ है, यो विज्ञापन भयो। अनि अब तपाईँको यहाँ हुन्छ यो थोरै तपाईँहरूले नयाँ साथीहरूले पुराना 1-2 पटक फर्म भर्ने साथीहरूलाई त यो थाहा छ। के बुझ्न पर्ने छ यहाँहरूले भने यसमा चाहिँ तपाईँको प्रयोगात्मक परीक्षा र शारीरिक तन्दुरुस्ती परीक्षा। म यता बढेँ, म अहिले तपाईँहरूको फेरि क्वेसन लिन्छु। अहिले क्वेसन नगर्नु होला है। एकैछिन खसारे भन्नाले अलिकति म तपाईँहरूको अहिले लिन्छु है। मेसेज अफ गर्नु भन्नुभएको छ। अहिले मेसेज अहिले नगर्नु भयो भने चाहिँ यहाँले मैले लास्टमा तपाईँहरूको मेसेज पनि लिन्छु। के छ तपाईँहरूको जिज्ञासा म भन्छु। यहाँ हुन्छ है। यसमा चाहिँ यो शारीरिक तन्दुरुस्ती परीक्षण अनि त्यसपछि शारीरिक तन्दुरुस्ती परीक्षण 50 अङ्कको छ, यहाँ पछाडि पनि लेखेकै छ। अनि लिखित परीक्षा र अन्तर्वार्ता गरेर 50 अङ्कको छ यो है। यो जम्मा 100 पूर्णाङ्क हुन्छ यहाँहरूको, जम्मा 100 पूर्णाङ्क हुन्छ है। यो 100 पूर्णाङ्कमा चाहिँ फिजिकल नयाँ साथीहरूलाई मैले भनेको है, पुरानो साथीहरूलाई सिलेबस सेम हुन्छ भन्नुभएको छ। सेम नै हुन्छ। अब कर्णाली प्रदेश बाहेक अरू प्रदेशको सिलेबस सेम हुन्छ। तर एउटा कुरा के छ भने यो मधेस प्रदेशको चाहिँ इक्जाम पछाडि हुन्छ, फिजिकल अगाडि हुन्छ। अन्य प्रदेशको चाहिँ फिजिकल भन्दा अगाडि लिखित हुन्छ है। मधेस प्रदेशको चाहिँ पहिले फिजिकल अथवा तन्दुरुस्ती परीक्षा, शारीरिक तन्दुरुस्ती परीक्षा पहिले र चाहिँ तपाईँको शारीरिक तन्दुरुस्ती परीक्षा यो पहिले हुन्छ, यो 50 पूर्णाङ्कको होइन। अनि यो अर्को लिखित परीक्षा र अन्तर्वार्ता चाहिँ पछाडि हुन्छ। तर अन्य प्रदेशको हकमा चाहिँ पहिले लिखित परीक्षामा पास भएपछि अनि मात्रै फिजिकल गर्नु पाइन्छ भन्ने हो। म यहाँ छु, यहाँ आउनुहोस् है। लिखित परीक्षा र अन्तर्वार्ता हुन्छ दोस्रो चरणमा। पहिलो चरणमा चाहिँ शारीरिक तन्दुरुस्ती परीक्षण, यो चाहिँ 50 नम्बरको हुन्छ फिजिकल तपाईँहरूको होइन। अनि यो अर्को लिखित परीक्षा र अन्तर्वार्ता, लिखित 30 अङ्कको 60वटा क्वेसन आउँछ तपाईँहरूलाई। यहाँ पछाडि छ है। लिखित 30 नम्बरको चाहिँ 60वटा क्वेसन, 0.5 का दरले चाहिँ 60वटा क्वेसन आउँछ है। अनि त्यसपछि गएर अर्को अन्तर्वार्ता चाहिँ 20 अङ्कको हुन्छ है। 20 अङ्कको चाहिँ तपाईँको अन्तर्वार्ता हुन्छ। तपाईँहरूले एडिटर क्लासमा जो पुरानो एकपटक क्लास लिइसक्नु भएको साथीहरूलाई त थाहा छ। अथवा हामीसँग यो मधेस प्रदेश अथवा यो वर्ष आगामी यो आर्थिक वर्ष 2082-83 का लागि भर्ना आउने साथीहरू पनि यहाँ धेरैजना साथीहरू त्यो पनि हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ के भन्छ यो मैले अगाडि पनि भनिसकेको छु है। यो लोकसेवा आयोगले लिखित परीक्षाको यो यस्तो प्याटर्न हुन्छ भनेर मैले तपाईँहरूलाई भनिसकेको छु। र हाम्रो चाहिँ हरेक हप्ताको शनिबार चाहिँ तपाईँको लोकसेवा आयोगको मोडलमा है। लोकसेवा आयोगले चाहिँ तपाईँको कति 60वटा क्वेसन सोध्छ, त्यही मोडलमा चाहिँ हामीले हरेक हप्ता क्वेसन यहाँहरूलाई दिएर चाहिँ इक्जाम गराउँदै गरेको कुरा पनि थाहा छैछ तपाईँहरूलाई। यहाँ
जो साथीहरू चाहिँ हाम्रो यहाँ एडमिसन भएर एप्स मार्फत कक्षामा चाहिँ जोडिनुहुन्छ तपाईँहरूलाई एप्लिकेसनमा चाहिँ परीक्षा दिन पाउने चाहिँ सिस्टम छ है। त्यो सिस्टम अनुसार चाहिँ तपाईँहरूले हरेक हप्ता चाहिँ तपाईँको एप्लिकेसनबाट परीक्षा दिन मिल्छ अनलाइनमा पढ्ने साथीहरूको हकमा। र फिजिकलमा भौतिक कक्षामा चाहिँ आएर पढ्ने साथीहरूको हकमा चाहिँ के छ भने लोकसेवा आयोगकै मोडलमा त्यो तपाईँको ओएमआर सिट भरेर परीक्षा दिन पाउने व्यवस्था छ हरेक हप्ता है। अनि अब हरेक दिन भन्दा पनि हरेक टपिक्सको अन्त्य पश्चात त्यो टपिक्स पढाइ भइसकेको नोट चाहिँ यहाँहरूले अनलाइनमा पाउनुहुन्छ। र फिजिकल पढ्ने साथीहरूले पनि त्यो नोट साथीहरूलाई पनि त्यो नोट चाहिँ उपलब्ध गराइन्छ। एउटा त्यो कुरा छ। अब हेर्नुहोस् है, यहाँ थोरै तपाईँहरूलाई जानकारी चाहिँ दिन खोजेको कुरा के हो भने यहाँ हेर्नुहोस् है, यो परीक्षा मिति पछि आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ भनेको छ। फिजिकल परीक्षा चाहिँ तपाईँको के हुन्छ भने जस्तै तपाईँहरू कतिजना फर्म भर्ने हुनुहुन्छ अनि अहिले आयोगलाई थाहा हुँदैन, त्यो भएको हिसाबले जस्तै 10,000 जना हुनुभयो अथवा चाहिँ 1,000 जना हुनुभयो भनेपछि 1,000 जनालाई चाहिँ कहिले फिजिकलमा कहिले दौड गराउने, कहिले चाहिँ रुख चढाउने, कहिले पौडी खेल्न लगाउने भन्ने कुरा चाहिँ तपाईँहरू कतिजना फर्म भर्ने साथीहरू हुनुहुन्छ त्यो फर्म भर्ने साथीहरूको चाहिँ फर्म एप्रुभ भएको आधारमा चाहिँ त्यसलाई चाहिँ के गर्छ त लोकसेवा आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुन्छ भनेको छ है। अनि त्यसपछि प्रथम चरणको परीक्षा चाहिँ आयोगले पछि निर्धारण गर्छ भनेको छ। र द्वितीय चरणको लिखित परीक्षा चाहिँ जुन 30वटा क्वेसनको 30 मार्कको 60वटा क्वेसनको यो लिखित परीक्षा चाहिँ जुन हामी पढ्दैछौँ त्यसका लागि यो चाहिँ तपाईँको प्रथम चरणको त्यो शारीरिक तन्दुरुस्ती परीक्षा छ नि, शारीरिक तन्दुरुस्ती परीक्षा भनेको फिजिकल परीक्षा। जो फिजिकल परीक्षामा चाहिँ तपाईँहरूले प्राप्त गरेको अङ्क बमोजिम। अनि एउटा कुरा यिनीहरू तपाईँहरूले बुझ्नु होला, जो नयाँ साथीहरू हुनुहुन्छ है, पुरानो साथीहरूलाई त थाहा छ मैले भन्न पर्दैन, जो नयाँ साथीहरू हुनुहुन्छ जो चाहिँ मण्डप खुल्यो अब तयारी गर्छु भनेर लाग्नु भएको छ भने पनि तपाईँहरूले एउटा आत्तिन नपर्ने कुरा के छ भने तपाईँ फिजिकलमा एक्सिलेन्ट गर्नुभयो भनेदेखि मधेस प्रदेशले लोकसेवा आयोगले परीक्षा लिखित परीक्षा लिने बेलासम्म तपाईँहरूले 2 चोटि कोर्स कम्प्लिट गर्न भ्याउनुहुन्छ क्या। आजबाट क्लास आज भोलिबाट तपाईँहरू क्लासमा जोइन हुनुभयो, क्लासमा चाहिँ हामीसँग कनेक्ट हुनुभयो, जोइन हुनुभयो भनेपछि तपाईँहरूले अहिलेदेखि लिएर अब अहिले अगाडि फिजिकल छ, अन्य प्रदेशको जस्तो यसमा चाहिँ तपाईँको पहिले लिखित परीक्षा छैन। त्यो हिसाबले गर्दाखेरि मधेस प्रदेशमा जो साथीहरू चाहिँ के भन्छ लोकसेवा क्लास लिन लाग्नु भएको छ त्यो साथीहरूको चाहिँ के हुन्छ भने इक्जामसम्म लोकसेवा लिने इक्जामसम्म यहाँहरूको चाहिँ 2 पटक चाहिँ कोर्स कम्प्लिट हुन्छ है। 3-4 महिना 3 महिना लगभग लाग्छ। 3 महिना हुँदाखेरि हरेक महिनामा 4 हप्ता भए पनि 3 चौको 12-15वटा इक्जामहरू यहाँहरूले दिन पाउनुहुन्छ। अब हामीले कोर्स कम्प्लिट गरिसकेपछि पछाडि हामी अन्तिम परीक्षाको चरणमा चाहिँ आइपुगेपछि हामी फेरि के गर्छौँ भने तपाईँहरूको यो हप्तामा 1 दिन मात्रै नभएर हप्तामा 3-4 दिन पनि हामी इक्जाम चाहिँ गराउँछौँ तपाईँहरूलाई फुल सेटमा 60वटा क्वेसन भएको सेटमा। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूलाई जति छिटो चाहिँ तपाईँहरू जोइन हुनुभयो त्यति तपाईँहरूले चाहिँ त्यो कोर्स कम्प्लिट गराएर दोहोरिएर पढ्न पाउने सम्भावना हुन्छ। अनि म भन्दै थिएँ त्यो फिजिकलको कुरा जुन चाहिँ तपाईँहरूले फिजिकल भनेको जुन रनिङ रुख चढ्ने पौडी खेल्ने र चाहिँ दौडको कुरा छ त्यो 2टा कुरा त्यो 3टा कुरामा चाहिँ तपाईँहरूले एक्सिलेन्ट गर्न पर्ने हुन्छ क्या। जस्तै यहाँनिर भनेको छ यहाँ हामी त यो पहिलो कुरा चाहिँ के छ भने यहाँ हेर्नुहोस् है, यो उचाइ तपाईँको उचाइ चाहिँ तपाईँको 5 फिट 2 इन्च पुरुषको हकमा यो हुनुपर्छ। पहिले यो हेर्नु होला जो साथीहरू मैले आज ओरिएन्टेसन एकदमै नितान्त ओरिएन्टेसन हो, मैले लास्टमा तपाईँहरूलाई 1-2 क्वेसन सोध्छु र तपाईँहरूको एन्सर लिन्छु। तपाईँहरूको चाहिँ त्यस पछाडि म क्लास सकाउँछु। आज अलिक थोरै ढिलो भए पनि है। यो 5 फिट 2 इन्च पुरुषको हकमा र महिलाको हकमा चाहिँ 5 फिट हुनुपर्छ भनेको छ। यो तपाईँहरू शारीरिक रूपमा फिटनेस हुनुहुन्न भनेपछि यो क्लास तपाईँहरूलाई अथवा यो क्लास लिएर पनि तपाईँहरूलाई खासै अर्थ छैन। मैले अर्को फिजिकलको अरू कुरा पनि भन्छु। यदि तपाईँहरू 5 फिट 2 इन्च हुनुहुन्न, तपाईँको हाइट चाहिँ 5 फिट 2 इन्च चाहिँ छैन भनेदेखि तपाईँहरूले यसमा चाहिँ तपाईँहरूले फर्म भर्न पाए पनि अथवा फर्म भरे पनि तपाईँहरूको के हुँदैन त पछि फिजिकल हुने बेलामा चाहिँ तपाईँहरू त्यहाँबाट के हुनुहुन्छ आउट हुनुहुन्छ अथवा त्यहाँ त्यो चरणबाट अगाडि बढ्न पाउनुहुन्न। त्यस कारण तपाईँहरूले पहिले आफ्नो शारीरिक रूपमा चाहिँ तन्दुरुस्त हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा ख्याल गरेर मात्रै यसमा चाहिँ के गर्नु होला, यसमा तपाईँहरूले शारीरिक रूपमा तपाईँहरू तन्दुरुस्त हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा ख्याल गरेर मात्रै पिछे त खुलाएन छ त सर हुनुभएको छ, अब खुलाएन है आउनु होला। एउटा कुरा जो नयाँ साथीहरू हुनुहुन्छ है, त्यसपछि गएर तपाईँको छाती पुरुषको हकमा छाती 31 देखि नफुलाउँदाखेरि 31 इन्च र फुलाउँदाखेरि 33 इन्च हुनुपर्छ भन्ने हो है। 31 इन्च नफुलाउँदा 33 इन्च हुनुपर्छ भन्ने हो। यो ख्याल गर्नु है थोरै तपाईँहरूले।
पुरुषको हकमा 50 केजी र महिलाको हकमा 42 केजी तपाईहरुको तौल हुनुपर्छ। यो कुरा पनि तपाईहरुको फिटनेस छ कि छैन त्यो हेर्न पर्ने हुन्छ तपाईहरुले। र आँखा परीक्षणको रिपोर्ट पनि तपाईहरुले पछि त्यो फिजिकलमा जाँदाखेरि लगेर जानुपर्ने हुन्छ है। यो चाहिँ +2 देखि -2 भन्दा कमजोर नभएको हुनुपर्छ भनेर चाहिँ डाक्टरले तपाईहरुलाई यसको चाहिँ रिपोर्ट दिएको हुनुपर्छ। एउटा के भन्छ त्यो मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट चाहिँ डाक्टरले चाहिँ तपाईहरुलाई त्यो दिएको हुनुपर्छ है। यो +2 देखि -2 भन्दा कमजोर नभएको हुनुपर्छ भनेर। र अर्को छ कलर भिजन टेस्ट, रङ पहिचान सम्बन्धी दोष नभएको। कहिलेकाहीँ हामी आँखा तपाईहरु आँखा चेक गर्न जानु भएको छ हैन, आँखा चेक गर्न जाँदाखेरि वहाँ अगाडि राखेर चाहिँ अगाडि त्यो विभिन्न कलरका चाहिँ कोठाहरू अथवा विभिन्न कलरका वस्तुहरू राखेर तपाईहरुलाई यो कुन कलरको हो, यो कुन रङको, यो के हो भनेर चाहिँ लाइसेन्सको ट्रायल दिनु भएको छ अथवा चाहिँ तपाईहरुले आँखा चेक गर्नु भएको छ भने त्यसरी सोध्छ नि हो। त्यसरी चाहिँ त्यो कलर पहिचान गर्न लगाउँदाखेरि चाहिँ त्यो कलर पहिचान सम्बन्धी दोष नभएको हुनुपर्छ भन्ने छ। यदि शारीरिक रूपमा तपाईहरु फिटनेस हुनुहुन्छ, यदि शारीरिक रूपमा तपाईहरु फिट हुनुहुन्छ भने अनि त्यसपछि तपाईहरु अगाडि बढ्ने हो भन्ने हो है। ल अगाडि फेरि मैले अगाडि बढाएँ। अब यहाँ हेर्नुस् है, यो 200 यहाँ फिजिकलमा अथवा तपाईहरुको शारीरिक तन्दुरुस्ती परीक्षामा चाहिँ के हुन्छ भने यहाँ हेर्नु त 200 मिटर दौड हुन्छ एउटा। यो चाहिँ 200 मिटर दौडको लागि विश्व अङ्क छुट्याएको छ। हेर्नुस् है, यो दुईटा दौड छ। एउटा 3000 मिटर दौड अथवा 3 किलोमिटर दौड छ, एउटा चाहिँ तपाईको 200 मिटर दौड। यसलाई छोटो दौड भन्दा पनि हुन्छ। तपाईँ हामीले बुझ्ने भाषामा अथवा तपाईँ हामीले भन्ने गरेको पनि यही हो। छोटो दौड भन्ने हुन्छ एउटा सर्ट रनिङ हैन, छोटो दौड। र अर्को चाहिँ तपाईको लामो दौड अथवा लङ रनिङ भन्छौँ नि हामी, हो यो दुईटा छ है। यसमा चाहिँ तपाईहरुले मेन कुरा चाहिँ यसमा ख्याल गर्नुपर्ने छ लामो दौड। हेर्नुस् है, हामीले 30 नम्बरको लेख्ने हो, 30 नम्बरको टिक लाउने हो, 30 नम्बरको गोलो लाउने हो। 30 नम्बरमा तपाईहरुले बढीमा 58वटा 56-57 वटासम्म मिलाउने साथीहरु हुनुहुन्छ। 56-57 मिलाउनु भयो, 57 मिलाउनु भयो भनेदेखि तपाईले 28, 27, 28 नम्बर पाउने हो यसमा 30 मा। तर तपाईहरुसँग फिजिकल राम्रो छ भनेपछि तपाईहरुले यो 20 मा त 20 पाउनुहुन्छ नि त तपाईले। जस्तै पुरुषले 12 मिनेट भित्रमा यो 3000 मिटरको दौड 12 मिनेट भित्रमा चाहिँ तपाईहरुले पुरा गर्नु हो भने त यसमा तपाईको 50 हो नि त। 50 मा 50 अकाटे हो नि। यसमा तपाईलाई सरी 20 मा 20 हो नि त। 20 तपाईहरुलाई कसैले काटेर 19 दिन मिल्दैन नि त। त्यसकारण फिजिकललाई तपाईहरुले आज विज्ञापन खुलेको छ आजैबाट त भोलि बिहानबाट तपाईहरु भोलि बिहानबाटै 50 नम्बरको त यसमा तपाईहरुलाई त बिहान मर्निङ वाक गर्दाखेरि पनि 50 नम्बर आउने भयो भन्ने बुझ्न पर्यो नि त यहाँहरुले हैन। बिहान मर्निङ वाक गर्दा अथवा बिहान तपाईहरुले चाहिँ दौडिने कोसिस गर्दाखेरि तपाईहरुको 50 नम्बर त यहाँबाट आउने भयो नि त। यो 50 मा अकाटे 50 आउँछ। यहाँ तपाईलाई चाहिँ 49 दिने भन्ने हुँदैन है। यसमा तपाईहरुलाई 50 मा 50 आउने हुन्छ। त्यो भएर तपाईहरुले फिजिकलमा एकदमै विशेष ध्यान दिनुपर्छ। किन यसको फिजिकल पनि अगाडि छ हैन। अनि त्यसपछि चाहिँ लिखित परीक्षालाई तपाईहरुलाई यहाँ लिखित परीक्षामा चाहिँ तपाईहरु जो साथीहरु हामीसँग जोइन हुनुहुन्छ, जो साथीहरु हामीसँग जोडिनुहुन्छ, तपाईहरुले लिखित परीक्षामा 55 प्लस मिलाउने चाहिँ हामी बनाइदिन्छौँ है। 55 प्लस क्वेशन चाहिँ मिलाउन सक्ने तपाईहरुलाई बनाउने काम चाहिँ मेरो भयो है। तपाईहरु रेगुलर क्लासमा आउनु होला। यहाँ 1 घण्टा पढेको भरमा निजामतीमा चाहिँ म सधैँ भन्ने गर्छु क्लासमा 1 घण्टा यो क्लासमा अथवा तपाईँ भौतिकै क्लासमा आउनुभयो 1 घण्टा पढेको भरमा लोकसेवा पास गरेर चाहिँ निजामती सेवामा प्रवेश गर्छु भन्ने तपाईहरुको सोच छ। 1-2 घण्टा मात्रै पढेर हुन्छ कि यसो लान्ठक लुन्डुक पढेर भन्ने तपाईहरुलाई लाग्छ भन्दै चाहिँ त्यो सम्भव छैन है। त्यो चाहिँ तपाईहरुलाई मैले अहिले भन्छु। तपाईहरु कम्तीमा यहाँ 1 घण्टा पढेपछि घरमा 4 घण्टा जति पढ्दिनु हो भने फेरि यो 55 प्लस मिलाउन तपाईहरुलाई त्यो समस्या छैन। किनभने वनरक्षकमा त्यस्तो धेरै गाह्रो क्वेशनहरु सोध्दैन। म तपाईहरुलाई अहिले 1-2 वटा सोधेका क्वेशनहरु भन्छु है। ल अब यो 200 मिटर दौड 20 मार्कको, 3000 मिटर दौड 20 मार्कको र गएर तपाईको अर्को रुख चढ्ने र पौडी खेल्ने चाहिँ पास फेल मात्रै हुन्छ क्या। तपाईले रुख चढ्ने निर्धारित रुख चढ्ने दूरी रुख चढ्न सक्नुभयो भने 5 नम्बर आयो पास हुनुभयो। तपाई जस्तै 7 मिटर पुरुषले पास चढ्न सक्नुभयो, पुरुष साथी पास हुनुभयो। महिला साथीले 5 मिटर चढ्न सक्नुभयो, उहाँहरु पास हुनुभयो, 5 अंक पाउनुभयो। यदि चढ्न सक्नु भएन भने यो चाहिँ फेलै हो। यसमा तपाईहरुले पाउने भन्ने हुँदैन है। यसमा चाहिँ तपाईहरुले अंक पाउने भन्ने हुँदैन। त्यसकारण वनरक्षकको जागिर खाने साथीहरुलाई चाहिँ फिजिकल एकदमै इम्पोर्टेन्ट छ। फिजिकललाई पनि तपाईहरु भोलि बिहानबाटै के गर्नुस् दौडिन सुरु गर्नुस्। यदि पौडी खेल्न नआउने साथीहरु हुनुहुन्छ भने स्विमिङ पुलमा पौडी खेलाउँछ। तपाईहरुले ठुलो खोलामा ठुला चाहिँ नदीमा लगेर पौडी खेलाउने हैन, स्विमिङ पुलमा खेलाउँछ। त्यसकारण तपाईहरु त्यो स्विमिङ पुलमा पौडी खेल्ने पनि कुरा के गर्नुस् त प्र्याक्टिस गर्नुस् अथवा अभ्यास गर्नुस्। रुख चढ्नलाई
अभ्यास गर्नुहोस्। दौड चाहिँ तपाईँहरूले यो एकदमै मार्क आउने भनेको यसमा हो है। यो फिजिकलमा चाहिँ एकदमै मार्क आउने भनेको चाहिँ यो दौडमै हो। तपाईँहरूलाई यो ख्याल गर्नुहोस् है। तपाईँहरूले फिजिकलमा चाहिँ यो दौडमा चाहिँ तपाईँहरूले यो दुईटा दौडमा 20-20 ल्याएर यो दुईटामा पास हुनुभयो भने तपाईँहरूले फिजिकलमा 50 ल्याउनु भयो भनेदेखि 50मा 50 ल्याउनु भयो भने तपाईँले जाहिर खाने सम्भावना 90% हुन्छ क्या। 90% चान्सेस हुन्छ। तपाईँहरूको फेरि 50मा 45 भयो भने चाहिँ एकदमै 90बाट 0मा झर्न पनि सक्छ यदि तपाईँहरू खुल्लाको साथीहरू हुनुहुन्छ भने है। अब समावेशीको हकमा चाहिँ 45मा पनि जागिर हुनसक्छ फिजिकलमा है। मैले आज पहिलो दिन भनेको छु है। तपाईँहरू ख्याल गर्नु होला। फिजिकलमा 50मा 50 ल्याउनु भयो र तपाईँहरूले लिखितमा 55 प्लस 55 प्लस मैले तपाईँहरूलाई अहिले भनेको छु। मैले भनेको भोलिबाट क्लास सुरु गर्दाखेरि तपाईँहरूलाई भोलिदेखि नै तपाईँहरूले आफ्नो नोट बनाउन सुरु गर्नु होला। यसरी गर्नुहोस् भनेर म हरेक टपिक्समा भन्न जान्छु। तपाईँहरूले त्यो ती कुराहरूलाई चाहिँ ती मैले विशेष तपाईँहरूलाई अन्डरलाइन गरेका कुरा, त्यसपछि मैले यो कुराहरूलाई ख्याल गर्नु भनेका कुराहरू तपाईँहरू सम्झिन सक्नुहुन्छ भने सम्झिनु होला। यदि सम्झिन सक्नुहुन्न भने त्यही दिनदेखि त्यही बेला जुन बेला भने हुन्छु त्यही बेला नोट गर्नु होला। टिपाइराखेको हुन्छु, लेख्न लागिराखेको हुन्छु, तिनी कुराहरू चाहिँ लेखेर टिपेर नोट गर्ने बानी बसाल्नु होला। क्वेसन गाह्रो सोध्दैन। तपाईँ हामी भित्र धेरै भित्र गएर धेरै गहिराइमा गयौँ भने पनि डुबिन्छ। बन्डछक भनेको कक्षा 8 पास गरे तपाईँहरूले शैक्षिक योग्यता हेर्नु भएको छ। कक्षा 8 गरेको पास गरेको चाहिँ परीक्षार्थीहरूले परीक्षा दिने पद हो। त्यसकारण कक्षा 8 पास गरेका परीक्षार्थीहरूले दिने पद भएको हिसाबले गर्दाखेरि तपाईँहरूले त्यस्तो गाह्रो क्वेसनहरू त्यसभित्रबाट सोध्ने चान्सेस हुँदैन र सोध्दैन है। त्यस कारण पहिले यो 50मा चाहिँ 50 तपाईँहरूले ल्याउन पर्यो। 50मा 50 चाहिँ ल्याउनै पर्यो। तपाईँहरू 12 मिनट पुरुष साथीहरू 12 मिनटभित्र के गर्नु पर्यो? 12 मिनटभित्र पुरुष साथीहरूले यो 3000 मिटर दौड पुरा गर्ने पर्यो र तपाईँको चाहिँ के भन्छ 28 सेकेन्डभित्र चाहिँ के गर्नु पर्यो त यो पुरा गर्नै पर्यो क्या तपाईँहरूले पुरुष साथीहरूले। र महिलाको हकमा चाहिँ 14 मिनटभित्र यो के गर्न पर्यो? पुरा गर्नु पर्यो। र चाहिँ तपाईँको अर्को गएर यो चाहिँ कति भित्र भनेको छ त 32 मिनट 32 सेकेन्ड भनेको छ है। यति समयभित्र चाहिँ तपाईँहरूले के पुरा गर्नु पर्यो भन्ने है। ल हेर्नुहोस् है। यो छ यो पाठ्यक्रममा चाहिँ तपाईँहरूको यो कुरा चाहिँ एकदमै अनिवार्य छ। यो चाहिँ तपाईँहरूले एकदमै फिजिकल चाहिँ छुटाउनु हुन्न। फिजिकलमा 50मा 50 ल्याउनु भयो, 50मा 50 ल्याउनु भयो र तपाईँहरूले हामीले म र प्रकृति खनाल म्याम मैले अघि पनि भनेको छु हामी तपाईँहरूसँग बन्डछकमा प्रकृति खनाल म्याम र म जोडिन्छौँ विभिन्न टपिक्सहरूमा आधारित रहेर। र म्यामले र मैले भनेअनुसार तपाईँहरूले चाहिँ आफ्नो तयारीलाई गराउनु भयो भने 55 प्लस क्वेसन तपाईँहरूले मिलाउनुहुन्छ। केही साथीहरूले हामीसँगै पढेर गण्डकी गत सालको गण्डकीमा 57-58वटा क्वेसन पनि मिलाउनु भएको छ। यहाँहरूको केही साथीहरू हुनुहुन्छ तपाईँहरूसँग पनि सम्पर्कमा हुने साथीहरू हुनुहुन्छ होला। कति साथीहरू 56-57 मिलाउने साथीहरू पनि हामीसँग क्लास गरेर गर्नुभएको छ। त्यो कुरा ख्याल गर्नु होला। म अब अर्को लिखित परीक्षाको पाठ्यक्रममा पनि थोरै तपाईँहरूलाई जानकारी गराउँछु र म एक दुईवटा सोधेको क्वेसनहरू बारे पनि तपाईँहरूसँग छलफल गर्छु है। शारीरिक तन्दुरुस्ती परीक्षणमा यहाँ त यहाँ 34 सेकेन्ड रहेछ है। यो मैले अलिकति मिस्टेक भने अघि। यहाँ त यो महिलाको हकमा हेर्नु त पुरुषको हकमा चाहिँ 28 सेकेन्डसम्म तपाईँले पार गर्नुभयो। यो 200 मिटर दौड भने पुरुष साथीहरूले यो 28 सेकेन्डभित्र चाहिँ यो 200 मिटर दौड पार गर्नुभयो भने 20 अङ्क पाउनुभयो क्या। यही छ यहाँ त 20 अङ्क पाउनुभयो। र महिला साथीहरूले चाहिँ तपाईँको 34 सेकेन्डभित्र चाहिँ यो पार गर्नुभयो भने 20 अङ्क पाउनुभयो। तपाईँहरूले यहाँ जान्छु अथवा यो 15 नम्बर 10 नम्बर आउँदाखेरि पनि जाहिर खान्छु भने नसोच्नु होला। 10 नम्बर 15 नम्बर ल्याउँदाखेरि जाहिर खाने सम्भावना 10 नम्बरले त खाँदैन 100% खाँदैन है। यदि मुस्लिम महिला दलित महिलाहरूको हकमा भन्दा बाहेक अन्य तपाईँको आदिवासी जनजाति ती समावेशी कोटामा महिला कोटाहरूमा पनि खान एकदमै गाह्रो छ। र यो चाहिँ तपाईँको खुल्लाका साथीहरूले त यहाँबाट तलतिर झरिसकेपछि एकदमै गाह्रो हुन्छ। यो ख्याल गर्नु होला तपाईँहरूले। खुल्लाको साथीहरू जो हुनुहुन्छ तपाईँहरूले 20 नम्बर एकदमै 12 मिनटभित्र पुरुष साथीहरूले 28 सेकेन्डभित्र पुरुष साथीहरूले पार गर्न पर्यो होइन। 28 सेकेन्डभित्र चाहिँ तपाईँहरूले पुरुष साथीहरूले के गर्न पर्यो त यो पार गरिसक्नु पर्यो यो 28 सेकेन्डभित्र। यदि तपाईँहरू महिला साथीहरू हुनुहुन्छ भने 34 सेकेन्डसम्म पार गरिसक्नु पर्यो क्या। यही टार्गेट यो राख्नु होला तपाईँहरूले। यो 15मा आउँदाखेरि पनि हुन्छ कि भन्ने कुरा चाहिँ तपाईँहरूले एकदम सोच्दै नसोच्नु होला। यो 14 मिनटभित्र महिलाले चाहिँ यो 3000 मिटरको दौड पुरा गरिसक्न पर्ने हुन्छ। मैले भनेको कुरा बुझिहाल्नु। मैले यहाँ जति कुरा गरे पनि तपाईँहरूले फिजिकल एक्सिलेन्ट गर्न पर्यो भन्ने हो। 14 मिनटभित्र महिलाले लामो दौड पास गरिसक्न पर्यो र छोटो दौड चाहिँ तपाईँको 34 सेकेन्डभित्र पास गरिसक्नु पर्यो भन्ने हो।
है। डेट बताइदिनु भन्नुभएको छ। अहिले के भन्नुभएको छ म हेर्छु यहाँहरूको। सर नोट पठाइदिनु होला भन्नुभएको छ। ठिक छ है, यहाँ हेर्नुहोस् है, यो छ। अनि त्यसपछि गएर यो लामो दौड र छोटो दौड बुझिहाल्नु भयो। 28 सेकेन्डभित्र पुरुषले, 34 सेकेन्डभित्र महिलाले पुरा गर्यो भने 20 अङ्क पाउने भयो। अब योभन्दा मुनि नजानु होला, योभन्दा मुनि गयो भने यति अङ्क आउँछ भनेपछि तपाईँहरू त्यता लाग्नु, त्यता लाग्न परेन है। तपाईँहरूले त्यता त्यो 28 सेकेन्डभन्दा मुनि भयो भने यति अङ्क पाइन्छ, यति अङ्क आउँछ भन्ने कुरामा त्यता नलाग्नु होला। यो एकैचोटि तपाईँहरू 3000 मिटर र 3000 मिटर र चाहिँ तपाईँको 200 मिटरको दौड चाहिँ एक्सिडेन्ट गर्नु होला। त्यसपछि रुख चढ्ने र पौडी खेल्नेमा चाहिँ सफल र असफल मात्रै हुन्छ। हेर्नुहोस् है, मैले अघि नै भनेको छु, 7 मिटरसम्म रुख चढ्न सक्यो भनेपछि पुरुष के भयो, 5 अङ्क पायो, ऊ सफल भयो। यो सफल हुन्छ। सफल भएपछि 5 अङ्क पायो उसले। अब यहाँनिर चाहिँ 7 मिटर चढेर 6 अङ्क पाउने भन्ने हुँदैन, 8 मिटर चढेर 6 अङ्क पाउने भन्ने हुँदैन। 7 मिटर चढ्न सक्नुभयो पुरुष साथी, पास हुनुभयो। 5 मिटर चढ्न सक्नुभयो महिला साथी, पास हुनुभयो। पास हुने बित्तिकै यसमा चाहिँ 5 अङ्क आयो। पौडीमा पनि त्यही हो, 4.5 मिटरसम्म पौडी खेल्न सक्ने पुरुष पास हुनुभयो। 3.5 मिटरसम्म पौडी खेल्न सक्ने महिला के हुनुभयो त, पास हुनुभयो। पास हुनुभयो भनेपछि 5 अङ्क आयो। फेल हुनुभयो भनेपछि तपाईँ त्यो इभेन्टबाट जानुभयो। तपाईँको चाहिँ के हुँदैन त, त्यसमा चाहिँ तपाईँहरूको अर्को इभेन्टमा जान पाउनुहुन्न। तपाईँहरूले फिजिकल पास गर्नु भएन भने लिखित परीक्षा दिन पाउनुहुन्न। पोकोसी 31 ले मेरोमा नोट पठाइदिनु भन्नुभएको छ। यो पर्सनल रूपमा तपाईँहरूलाई नोट हुँदैन। तपाईँहरूलाई पर्सनल रूपमा योभन्दा पछाडिको क्लासमा पनि तपाईँहरूले के ख्याल गर्नु होला भने एप्समा नोट हुन्छ क्या। तपाईँहरूलाई एप्स चलाउन अहिले हाम्रो मिना म्यामले सिकाइदिनुहुन्छ। तपाईँहरू भोलि क्लासमा जोइन हुनुभयो, भर्ना हुनुभयो भनेपछि हाम्रो टेक्निकल साथीहरूले तपाईँहरूलाई एप्स कसरी चलाउने, एप्समा कहाँनिर नोट हुन्छ, रेकर्डेड भिडियो चाहिँ कहाँनिर हुन्छ होइन, अनि क्लास गर्दाखेरि जोइन कसरी गर्ने, अनि परीक्षा कसरी दिने भनेर चाहिँ तपाईँहरूलाई हाम्रो साथीहरूले सिकाउनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि त्यो चाहिँ तपाईँहरूले ख्याल गर्नु होला है। अहिले आँखा टेस्ट, आई टेस्ट अहिले गर्दा हुन्छ कि हुँदैन।